नमस्ते साथीहरू सबैजनामा। आज चाहिँ म एउटा विषयमा बोल्न आएको, सबैजनाले सुनिदिनु होला है त। मान्छेले अर्को व्यक्तिलाई टाढाबाट हेर्छ र भन्छ ऊ कति सुखी छ भनेर, तर उसलाई थाहा हुँदैन उस भित्रको दुखाइ। उसलाई लाग्छ मेरै दुःख ठुलो हो भनेर लाग्छ, तर के थाहा उस भित्रको रहस्य के छ भनेर। हजुरको भन्दा बढी दुःख छ कि बाहिर त हाँसेर हिँडेको छ, यो त देखिँदैन नि। जस्तै एउटा किताबलाई पनि त बाहिर कभर हेरेर यो किताबमा के चाहिँ विषयमा लेखेको छ, के चाहिँ भनेको छ भनेर जानलाई त त्यो किताब पढेर हेर्नुपर्छ नि। त्यस्तै हो, मान्छेलाई पनि टाढाबाट हेर्दाखेरि सुन्दर लाग्छ, एकदम बढिया लाग्छ सबैको जिन्दगी। तर कुनै पनि फिल्डमा, कुनै पनि क्षेत्रमा गएर हेर्नुहोस्, त्यो जीवन जिएर अनुभव गरेर हेर्नुहोस्, देख्दा जति सजिलो हुन्छ त्यति सजिलो छैन कुनै पनि जिन्दगीमा। जसरी एउटा माथि फुलिरहेको पत्तालाई लाग्छ त्यो तल झरेको सुकेको पत्ता कति सुखी भयो होला, उसलाई त अब कुनै कुराको पनि टेन्सन छैन, आनन्द छैन, ऊ त अब गइसक्यो, ऊ त अब ओइलाएर जान्छ भन्ने उसलाई कति खुसी जस्तो लाग्छ त्यो पत्ता। त्यस्तै तल बसेर ओइलिएको पत्तालाई लाग्छ त्यो माथि बसेको पत्ता कति सुखी होला है। ऊ त माथि बसेर फुल हेरेर पुरा संसार हेर्न पाएको छ, कति सुखी होला है भनेर सोच्छ। त्यस्तै हो क्या, टाढाबाट हेर्दाखेरि सबैको जीवन सुन्दर लाग्छ, तर कुनै पनि कसैलाई पनि हुँदैन। कोही तन दुखी, कोही मन दुखी, कोही धनबिन रहित उदास, थोडे थोडे सब दुखी, यहाँ सुखी केवल प्रभुको दास भनेको छ। एउटा श्लोकको माध्यमले मैले भने, कोही पनि सुखी छैन रे। कसैलाई धन नभएर सुखी छ भन्छ, दुखी छौ धन नभएर। कोही मन दुखी, कसैको मन दुख्छ, कसैको टाउको दुख्छ, कसैको खुट्टा दुख्छ, सबैजनालाई एउटा एउटा दुखी छ। तर मान्छेलाई र किताबलाई नजान्नुहोस्, बाहिरको कभर हेरेर नसोच्नुहोस्, नभनिदिनुहोस् उसलाई। के थाहा तपाईँको एउटा शब्दले उसले पछि के गर्न सक्छ कि। यो जिब्रो पनि यस्तो छ कि कसैको जिन्दगी सुधार्न पनि सक्छ, बिगार्न पनि सक्छ। यसले काट्यो भने कैँचीले काटेको भन्दा पनि ठुलो घाउ हुन्छ। कैँचीले काटेको त निको हुन्छ, तर यो जिब्रोले काटेको निको हुँदैन, कसैलाई नराम्रो वचन बोलेर। जस्तो क्या साथ मान्छेले यस्तो गर्छन् क्या, ऊ कति खुसी छ उसको जिन्दगी भनेर भन्छन्, तर थाहा छैन कुनै पनि फिल्डमा त्यो जीवन अनुभव गरेको छैन भने नबोल्नुहोस् उस्तो यस्तो। मेरो भन्दा बढी छ कि भनेर सोच्नुहोस्, ऊ भन्दा त म कति सुखी रहेछु भनेर सोच्नुहोस् क्या, मान्छे खुसी हुनको लागि। अर्को जिन्दगी हेरेर आफूसँग कम्पेयर पनि नगर्नुहोस्। ऊ ठुलो घरमा बस्छ, म किन सानोमा बस्छु भनेर यस्तो भन्नु। सबै बराबर हो, सबैलाई एउटा न एउटा पीडा छ।